पासुनीको खानेकुरा चाहिँ हाम्रो 3 जना डनहरूले गम कि गम खाँदैछ नै, त्यो पनि स्पेसली चाहिँ मासु सुत्केरीको नाम गरी टाउको मैले खाएँ भने जस्तो भयो त यो त। हेलो एभ्रिवान, नमस्ते सेवार, तपाईँहरूलाई स्वागत छ मेरो नयाँ दिन नयाँ भ्लगमा। अनि म पनि सन्चै छु, आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा लिएकी छु। र आज चाहिँ के छ भने यो सानो छोरीको आज पासुनी हो। अनि खासै ठुलो पासुनी गर्ने त होइन, र पनि यहीँ घर परिवारले यसो खाना खुवाउने भनेर सोचिरहेको छ। भने यहाँ भाइहरू, उसको दादाहरू चाहिँ यहाँ दौरा सुरुवाल लगाएर रेडी हुँदैछन्। र अब आजको मेरो भ्लग स्टार्ट हुँदैछ, हेरिदिनुहोला। ल साथीहरू, हामी चाहिँ रेडी भएर बसेको, रेडी भएको छौँ। तर अब सामानहरू पनि रेडी गरेको छ, तर यहाँ मिलाएर राखेको छैन। किनभने हाम्रो त लिम्बूको फेदाङमा दाजुले अलिअलि के गरिदिँदै हुनुहुन्छ नि त। रेडी भएर बसिरहेको छौँ। हाम्रो नेपाली बाबुहरू पनि रेडी भइसकेका छन्। सो हेर्दै गर्नु होला। लाइटर त भाइ डन्ट टच एकछिन भाइ, यता निस्किन न, म यसमा दिन्छु त। नानीको आमाले दियो बाल्दै हुनुहुन्छ। हाम्रो छोरी चाहिँ छक्क परिरहेछ, के भयो भनेर मेरो बधाई नि। हाई गर्नु नानी, यहाँ हेलो भन्नु न, हेलो भन्नु यहाँ न। ल अब चाहिँ साइड दाजुले खुवाइदिने साइड छ आज चाहिँ, त्यही भएर टिका लगाइदेऊ बहिनीलाई। हामी चाहिँ अब दुईटा हातले पो लाए जस्तो गरम गर न, बहिनीले कहाँ टिका लाउने पनि त होइन। ल आजदेखि नानीले माम खान्छे, नानीले हेर न खाँदैछ खाए जस्तो मात्रै गर्दा नि हुन्छ। ल पर्दैन, तपाईँले दिनु पर्दैन। कम्ती मिठो मान्दै खाइरहेको छैन त हौ। अनि कहिले पाउँ भएर थियो नि त, अनि अस्ति खै म खुवाउँछु। ल आजदेखि नानीले माम गम कि गम खान्छे, वाम कि वाम खान्छे। सो टेस्टी। खै नानीको यहाँ खोजिदियो होला, पर छ पर भाउजू त काटेको छैन।
बटुकै बोकेर एउटाले टप्की टप्की खानेछ। अनि मेरो बहिनी खाँदैछ मासु, म पनि खाइदिनु होला। म पनि गम कि गम खाँदैछु भन न। माइजूले टिका लाउँदै हुनुहुन्छ। दक्षिणा पक्कै 1000कै झर्छ होला। लौरिनी हो उहाँ त लौरिनी हो, तर आज ब्याङ्क जानै नभ्याएर हो क्या। हाले जस्तो त लुगामा झर्छ होला है। ला अरे आज के पनि बिना बसेको छ। ल उसको एउटा रुमालले त ल के को चाहिने हो नि, अनि दालहरू राखीहरू ल बाउजूले पासुनीको खानेकुरा चाहिँ हाम्रो 3 जना डनहरूले गम कि गम खाँदैछन् है। त्यो पनि स्पेसली चाहिँ मासु। सुत्केरीको नाम गरी टाउको मैले खाएँ भने जस्तै भयो त यो त। चिची र मामाम खाएर बसेको छ आज, एकदमै खुसी। दही ल्याएर खुवाइदियो एउटाले मलाई। नानी हेर्नु यता हेर्नु, क्यामेरामा हेर्नु। ल अब चाहिँ हाम्रो फोटोको तयारी हुँदैछ साथीहरू। ल रेडी उयो हेर्न हौ पछाडिकोहरूलाई चाहिँ रेडी। टाइमर लगाएको रहेछ फेरि हो। ल अब मैले खिचेँ है। रेडी जोसन र कृष्ण ठाडो बसेकै छैन। ए के भन्नु र ल खाना खुवाइसक्यो साथीहरू। अब पार्टी चाहिँ भरे बेलुका छ, अनि पार्टी साटी सकेर पार्टीमा आज के ल्याउँछिन् हाम्री नानीकी आमाले भनेर चाहिँ यसो पर्खनु होला है साथीहरू।